वेलकम माई न्यू ब्लग साथीहरुलाई। आजको ब्लग चाहिँ हैन, म काठमाडौँदेखि गाउँघरतिर तिहार भनेर आएको थिएँ। त्यही भएर अब आज नदीतिर घुम्न जाउँ भनेर आएको। भर्खर उताबाट मैले केला पनि टिपेँ, पाकेको छ, खान्छु अब बिस्तारै। रमाइलो छ र अलि त्यस्तै छ माहौल पनि। यताको देख्दाखेरि सुनसान नै छ पुरै। हाम्रो यतातिर यस्तो नदीहरू पनि हुन्छ हैन, दामी नदी चाहिँ दामी हुन्छ। मलाई यो नदीमा गएर पानी पिनलाई केही पनि त्यो लाग्दैन मलाई, नराम्रो केही पनि हुँदैन। हाम्रो नदीमा केही पनि हुँदैन त्यस्तो कुरा, राम्रै हुन्छ, सफा पानी हो। ठाउँ चाहिँ दामी छ है नदीमा। अब कहिलेकाहीँ यस्तो हैन, पिकनिक सिकनिक खानलाई भए पनि, पिकनिक खानलाई, टुर खानलाई यतै आएर बसेर खान्छन्, रमाइलो गर्छन्। अलि डिजे सिजे बजाएर नानो स्पिकर बुट त्यो बुफर लिएर बजाउँछन्, रमाइलो गर्छन्, रमाइलो हुन्छ। म त अब हैन धेरै पछि म लगभग म 2 वर्षपछि आएको म यो ठाउँमा। 2 वर्ष पहिला चाहिँ यतै खेल्ने गर्थेँ, घुम्ने गर्थेँ। 2 वर्षपछि यता आएको म। तर नदीले पुरै मुहार नै फेरिसकेको रहेछ। यो नदी पहिले यति माथि थियो हैन, अहिले आएर तल बसिसक्यो के। नदी चाहिँ दामी हुन्छ है। धेरै माथि नजाउँ अब। यो सबै चाहिँ यो सुँगरको खुट्टा हो, सुँगरको खुट्टाको छाप। सुँगर भयो, अनि यता चितल पनि आउने गर्छ, फेरि बाघ पनि हुन्छ है फेरि। यिनीहरू मात्रै हैन, बाघ पनि आउँछ यता पानी खानलाई भनेर। त्यता शुक्लाफाल्टो आरक्ष छ यता नजिकै। यो शुक्लाफाल्टो आरक्ष भन्ने छ, त्यताबाट आउने गर्छन्। बाघ पनि हुन्छ, सुँगर अनि चितल। अनि कहिलेकाहीँ हाम्रो यो नदीतिर अजगर पनि भेट्ने गर्छ, पाइथन, अजिङ्गर भन्छौँ, सर्प हामी। तपाईँलाई म सर्प देखाउँछु है। उ त्यहाँ सर्प छ, उ त्यहाँ सर्प छ, पानी पिइरहेको छ। यतै छ सर्प। यही हो सर्प। सर्प चाहिँ यो हो, यो त्यो देखिँदैछ, टाउकै टाउको देखिँदै होला। हेर लुकी पनि लागेको छैन, हेर कस्तो मासला। भित्र जानु मुला। अब गयो भित्र। यस्तो हुन्छ कि यिनीहरू हैन। हुन त पानी सर्प हो, के गर्दैन, टोके पनि त्यति जहर लाग्दैन, अलिकति ज्वरो सोरो आउला। तर पनि हुन्छ नि त यस्तो सर्प। हाम्रो यतातिर झिडीमा पुरै किङ कोब्रा बस्छ क्या यतातिर। गोबर यत्रो ठुलो ठुलो अजगर पनि हुन्छ यो नदीमा। मैले भने नै पहिल्यैदेखि भने मैले, बाघ पनि हुन्छ यता। बाघ भयो, अनि चितल, सुँगर। त सुँगर यिनीहरू सब पानी खान, पानी पिनको लागि भएर आइहाल्छ। अहिले पनि आउन सक्छ, त्यस्तो होइन, आउन सक्छ। यही नदी मैले देख्न सक्छु म। तर बहुत धेरै नटिकौँ यता। 10 मिनट भइसक्यो म आएको पनि, यतै घुमिरहेको।